गाइज भेट नमस्ते सम्पूर्णलाई स्वागत छ मेरो युट्युब च्यानलमा यानी सिजन थापा मगर युट्युब च्यानलमा। तपाईले दशैं भ्लग त हेरिहाल्नु भयो, त्यो लगादियो भने दशैं भ्लग नै हो। तर आज हो पूर्णिमा, आज दशैंको लास्ट दिन र आज चाहिँ जाँदैछु मेरो बुढो माउलीको घर। माउली भनेको मेरो मामा घर भयो के रे, मम्मीको मामा घर जाँदैछु। हाम्रो रिसिङमा पर्छ, रिसिङ पुन्जी छ, पुन्जीमा हामी जाँदैछौँ। एकदमै म त जाने प्लान पनि थिएन, फेरि मामा मान्नु भयो, त्यही भएर जाँदैछौँ। मम्मीहरू आउँदै हुनुहुन्छ, बहिनी र मामा गए, हामी पनि गयौँ सारा। अब जाँदा जाँदा के हुन्छ कस्तो हुन्छ म तपाईँलाई सबै देखाउँछु ल। म नि धेरै सानोमा कता कता याद छ गएको, त्यहाँ पनि थाहा छैन, म नि धेरै पछि हो कि एक्सो एक्साइटेड मेरो बुढो मौली घर जाने। अहिले चाहिँ हामी यो गवादी भन्ने ठाउँमा आइपुग्यौँ। मम्मीहरूलाई पर्खिदियो। यो पहिला एकचोटि सानोमा हिँड्दाखेरि मलाई यो कुवा याद छ कि, यहाँको कुवा, यहाँको पानी खान्थ्यौँ हामी। मम्मीहरू चाहिँ यहाँ कहाँ आइपुग्नु भएको छ अरे, अब यहाँबाट धेरै छैन। त्यो पर्खिदियो हामी, बाटो त फिलिली माथि त्यहाँ ऋषिबाट आएको, त्यही तलको बाटो कुन बाटो आएको हामी उही देखेको बाटो आएको। कस्तो अवस्थामा आएको नि थाहा छैन। 5 मिनट रेडी भएर भ्याएको म। यो कपडा पनि त्यो के भन्छ यो तल भएछ र च्यातेर यो त गरिरहेको छु, यसरी फुकाएर राखेको छु अलि माथि सार्नलाई। तल भयो भने त राम्रो देख्दैन नि त। ओ माइ गड, यहाँको हे कस्तो राम्रो हो, यहाँ दामी लाग्यो मलाई त। हेर्नु न है, ओ मेला एउटा फोटो खिच्दैन। आइपुग्यो, अगाडि बसिरहेको छ त हाम्रो मुइया त। ल हिँड्नु हिँड्नु तपाईँ अगाडि हिँड्नु लिनु न, म त ब्यागले लिनै मिलेन, यस्तो गाह्रो भयो। सानो मान्छे बसेछ नि, ठिक छ नि अवस्था। हामी चाहिँ आइपुगिसक्यौँ लगभग अब 5-10 मिनटमा। यति नजिकै रहेछ कि त्यो अघि हामी यहाँ रोकीको ठाउँबाट त हिँड्दो रहेछ। ल यही त हो, यो माथिको भयो के अरे, हामी जान्थ्यौँ यहाँ तल उयोवालामा हामी जाने, स्कुलवालामा रे है। मैले त यो माथिको थर र तल थर त लगभग सँगै होला भन्थेँ कि, निकै माथि रहेछ। यहाँ चाहिँ भलिबल प्रोग्राम पनि भइरहेको रहेछ। हिजो चाहिँ नाटक थियो नि त, हिजो चाहिँ नाटक थियो। हामीले भित्रबाट ड्रेस ल्याएको थियो, आज चाहिँ भलिबल कति गेम खेलेको। हामी जस्तो एक्साइटेड हुने रे क्या मामा घर जाने भन्दा। कस्तो लागिरह मामा घर आउँदा? मामा घर आउँदा कस्तो फिल भएको छ? कतिको गरौँ छ झोला गरौँ छ नि? झिलिङ त 50 झिलिङका त 50 भयो। दुजाबा झिलिङका त बुझा यो सबै अरे के हाम्रो माउली, बुढा माउली। तपाईँको चाहिँ माउली हो नि त? यहाँ म्युजिक बजेर आजको भ्लगै चौपट पाएको जस्तो हो, यस्तो घनघना म्युजिक। बजे बाज्यो, बजे अनि भान्छु बाजु। मम्मी मामाको पनि मामा।
ना मिजा मिजा गोडी मिजा नि गोडी मिजाई आंगा झापुली मिजा मारा देउनु त रा कति वर्षपछि खै थाहा छैन म त कति वर्षपछि आए यो देखेर थाहा भयो यो है भनेर एक सिरा झाउँले के सानो सानो भयो मा सानन कहाँ गरे हामी भन न कहाँ गरे आमाको मामा घर भन न आमाको मामा घर आइपुगे बिचरा बजे त चिन्न नसक्ने भइसक्नु भएछ बाजे चाहिँ गइराख्नु हुन्थ्यो कि उता त्यही भएर बाजे चाहिँ चिन्छु हो बजे पनि कता आएको कि तिमी के हेर्न आएको तिमी के हेर्न आएको के हेर्न आएको लड्छ है लड्छ अच्छा अच्छा यो कलर हो कि माटो हो यो माटै पाइन्छ भन्छ गेरु यो तलको त रियल माटो भयो नि त हाम्रो रातो माटो भयो किलो अनुसार दुब्ले नि त किलो त बिमार हेर्नु न मकै हे अहिले अफ सिजनमा पनि कस्तो राम्रोसँग भएको कत्रो कत्रो गएको हे गाउँको मकै कस्तो मिठो हुन्छ नि है पुरै मकै त्यो बाटो आएको हामी गरेर हिँडेर जान चाहिँ त्यो माथिबाट यसरी हिँडेर गयो ठ्याक्कै उतापट्टि निस्केपछि त्यो अघि हामी मम्मीहरूलाई पर्खेको थियौँ नि त्यो कुवामा पुग्छ कि ठ्याक्कै बाटो देखेर यति छोटो भए पनि हिँड्न यति गाह्रो हुन्थ्यो सानोमा याद छ कि कोसँग आएको म तपाईँसँग त होइन कोसँग आएको कि म सानोमा कोसँग आएको यो डाँडा चढेको त याद छ कि बाटो त कति छोटो हेर्नु न त्यो त त्यो चौतारी त नि त्यो चौतारीमा चाहिँ त्यो चौतारीमा थकै मारेको पनि याद छ कि मलाई ल धेरै पछि आइयो अब त कहिले गएर सम्झिने अब त सम्झिने हो गोठै गोठ गाउँतिरको परिवेश यस्तै हो अनि यस्तो हुन्छ नि है आजभोलि त त्यति हुँदैन पुरानो घरहरूमा चाहिँ साइडमा यो मम्मीलाई के भन्छ यो हामी बसेको ठाउँलाई मन्दिर यस्तो हुन्थ्यो क्या पहिला घरहरूमा यहाँनिर बसेको मेरो फोटो छ बाख्राहरू कति पान्ती खेरा रहेछन् अनि आफै आउने हो घर अनि आफै घर आउँछ के लिएर आउनु पर्छ मार होइन मान्छे चाहिँदैन कस्तो मलाई पनि नबोलाएर हिँड्छ या सोल्टिनीहरू तपाईँको मामा घर तपाईँलाई थाहा छैन पुरै यो लाइनहरू भन्छ कि कता योभन्दा उता घर छैन त
के भन्नु उता घर छैन मिजा नानी हिकेला रा माला हे मकै चाहिँ कुदाम फेरि चले किनहरु यो त यस्तो अफ सिजनमा मकै मम्मी त्यसरी रहेछ फेरि बोन फेरि सबै खाएछ किराले हेर मकै कत्रो मकै हुँदो रहेछ त नि जताततै मकै हँ ए यति के हो त कुकुर रहेछ के घर गरिखाने यताबाट पुरै देउराली धेनु गर्दैछ सबै देख्छ यता रिसिङ यता धेनु देउराली यता कुन यो धेनु हो क्या देउराली त्यो बानपुर देउराली त्यता कता इसी मम्मी जाकोमा कान्छी ल कता बिचार के लिन जानुभयो यताको भ्याएर अब हामी यो साइडतिर जाँदैछौँ कोसेली हिँड्नु न खै कहाँहरू पसल अब त छैन पसल ससल अहिले आइसी खान लगिन त्यो रहेछ कतिलो भएर के पर्यो साइनो बाजे मामा ए मामा है तपाईँको के हो त मेरो जेठु ए मिजाल जेठो इसी मैले मिजाले के इसी म मिजा मैले बान्जी मिजा हो आले थुप्रो वर्ष छाना कि जेठो मारा छ कि छिने काम हुन्छ न के आउँछ बाजे नमस्ते भन्न बाजे हो के बाजे नमस्ते भन्न खोइ भनेको ब्याड गर खाम बेले सारो मलाई ल्याउँछ हो त पेटेला अनि दुईटा थाप दुईटा त्यस्तो गरेर बस ओ शाबास बाजी म नातिनाले जेठो बाबु जिगर हातमा हो त्यसरी जी गर्नुपर्छ कति धेरै हो दुध आमा लोकल दुध तिमी खान्नौ यसले गन्दै रुचाउँदैन नाक्थुनी भ्यायो यसले खाना आफ्नो आमाले खाना मम्मीले खाना म मात्रै हो दुध खाने यी होस् न गाउँको दुधको स्वाद धेरै छुट्टै गन्ध स्वाद क्यामेरा पनि माथि भयो जस्तो भेज के चाउँछौ ए मटु पातलो छ बिचरा जता पनि छुरु चामल ल्याइछ चामल ल्याइछ त्यो हाम्रो मगर उसाला त्यस्तो हुन्छ नि त यदि खाना भ्याउँदैन खाना खाँदैन भने घरबाट यति चामलहरू पोको पारेर दिन्छ क्या चलन क्या हाम्रो बिचरा जो पनि त्यस्तै भन्नु भएको छ ए हो हामीले लाएर आएको भनेपछि अच्छा लेकिन क्या बात लल्ला माने त्यति गरेछ
हजार ल ल ल ल टिका ल ल मम्मी आउनु मैले चिन्दैन को चल अहिले पेचेट कुचेर मर्ला घरको आँगनमा उसले पनि निर्मलाको बाउले पनि धन्दा खिचिदियो भनेर धक्का दियो यो पनि सुई आउँछ फेरि कसर बोल्छ कि फेरि अनि ए गाउँघरको घर त्यस्तै हो गाउँठाउँको घर गोल्या हो के हो सब माटो धुलो माटो सबै चल्छ यस्तै हो ओ छब्बा ल छुचिले डुबैलाई यता अब डुबैलाई यता डुबैलाई के नि हुँदैन ल छिनी कलेरामी हजुर इलाकाला ठुलो मान्छे बन्ने ल यही हो आशीर्वाद आयो हँसायो हेतेर जता जाँदा पनि कमेन्ट त यही जता जाँदा पनि यही खुडी देख चाले खुडी साह्रो देख चाले हजुर मजा छ हजुर हजुर बिचारा बाजे उठेर लाउनु भयो त टिका मेला मैले नअग्लो भएछ मैले हालिसे जा दसैँ टिका नि जो मेलेस खाले किरा माछले कित्रोले पेजल माइजीहरू तिमीले सबैलाई जिउ गरे है सानो तिमी सबै जिउ गरे है ए कति राम्रो देखेको टिका सेतो टिका लगाएको त मम्मी यता हेर्नु न कति मजाले बसेको टिका हो त्यस्तै चाहिएको थियो कि मलाई यता हेर त सानो इ यसको त छैन ऊ मामाको निधारमा पनि बस्दो रहेछ टिका त निधार देखाएको है मेरो कस्तो छ म आउँछु टिका देना टिका माताले बस कुखुरा त सब चामल खाना आयो मिममा राख्यो अनि के जेगी डुब्न छ
कस्तो राम्रो कलर हो पिङ्क कलरमा आज फर्स्ट टाइम देखेँ पिङ्क कलरको टिका त्यसको निरा हो बसेर त टिका त तपाईँको झरेछ आधी न त तपाईँको नि थियो सारबटी हो कि नानी नुकिहाले त्यसरी जोग्नु पर्छ ल भयो भयो त्यो नगर मालले खान्छ सुरु ए मालले छुरु आला पनि नलिएर आएको होला जेले काला हिरामा खान्छ डुबकेर छोरु बेसर काम छ नि भन्छ है थुप्रो सानमा के गुमा ता फेरि माग छ हेर न कुडी रमाइलो खटा बारा अनि काउली ठोम म के नानी सार जायो के रेता जा माछो लगिलो हुन्छ ल भाग्यमानी हामीले डोग्ने हो कि तिमीले ढोड्ने नि ठुलो मान्छेलाई होइन खोइ के हो साइनो गुमा होइन गुमा भनेपछि त हामीले पर्यो नि त अनि साइनोले त साइनोले त बाटाकै ऊ हो के गाउँको ए अनि बाटाको यसको मम्मी अब भान्जी भयो कि यो नानी अब छोरी भयो यसको मम्मीले मलाई आन्टी हो कि ए पछि त बजाइरहेछ हौ बजे तिमीले त बजाइरहेछ के हो बिग्रे हारे बडो नाच बनायो होला नि खासा होला नि शरीर हुन सक्छ यार के रे आजकल हारेहरू सबै बजारतिर गए बुढाबुढीमा त ए भन्नु न मर्छन् फेरि होइन खान्देऊ नचल नचल होटा नचल गाना लसुन खोसेर साउ जमै खोसेर काटेर खोर्सानी पाकेर जम जाएर दुईटी माउसा नि यता च्याउ च्याउ बच्चा हो उमर घोडा मालन नालन मुछ है त्यहाँ पुसारेन सन छोरी मान्छे चाहिँ भन्ने हो टिकटक बनाएर फोटो खिचेन है अलिक खिच्यो ल अब चाहिँ हामी खाना खान जाँदैछौँ अब खाना खाने ल मलाई पानी हाल्दै खाना भाइ चिसो रहेछ पानी त माम खाने यहाँ मुनि भर्खर ल्याउँदा क्या ट्याङ्की बनाइरहेछ कुहाउँदो फेरि त्यो त ए खाना खाने ठुक्क त्यो घाम हुँदा हुँदा फोटो तर जान्न त्यो घाम अहिले फोटो खिच्ने राम्रो फोटो आउँछ दामी रहेछ चढ्ने त ल खानु गजब हाम्रो खाना आयो चार त के खाना यति ठाउँमा ल्याए हुन्छ दाल त ल जाम ल अब हामी अब ल बाज्यू बस्नु है रामसँग ल ल बाजे बस्नु ल फुपू बस्नु अब हामी जान्छौँ अब तिमीलाई खाना दिएको रे भयो ल ल त आमालाई राख्न देऊ ल खोइ नानीहरू गयो भन्नु पर्यो ल नानीहरू ल गयौँ खोइ कता कता हो भ्लग बनाउँदै आएको नि यसो ल भ्लगेर है ल जाउँ कताबाट यतैबाट होइन र मम्मी आउनु है हामी दिने ल बाई खै बजेले बजे बाई के हो यहाँ हो ए त्यहाँ हो ठुलेहरूको ए दाइहरूको पैसा खाता गरिँदै अमिना
भेट्न जान आएको त यतै निस्कियो यिनीहरू त जो भेट्नेहरू यहीँ भेटेको भएर हामी चाहिँ अब घर फर्क्यौँ अब चाहिँ हामी घर तपाईँलाई त नजा नजा भने अड्क्यो सो हामी चाहिँ अब सिधै घर जान्छौँ के भयो त म त ओर्दिनँ मम्मी होला अलि चिसो छैन कि तपाईँ ओर्नु मिट्टीका खस्यो हामी रिसिङ आइपुग्यौँ रिसिङ मिलन चोक साउजी के छ यहाँभन्दा मुनि 10 मिनट तल हो हाम्रो तर यस्तो यहाँ कस्तो सुख सुविधा छ के स्कुल छ नि त यहीँ कुन गाडी हो यो उसतिरको तर सानी बाजेले पसल कसरी भरि भर गरेर राखेको छ यो उस पुरानो सिङतिर जाने हो नि त हामी कहाँको सानो भन त हामी कहाँ सोल्टिङ त पुरा न्यानो भएछ सुदिरा कसको पसलमा आएको रे कसको पसलमा रे यहाँ क्या तल भएको पसल कसको हो त सानो भएको अलि कराएर भन्न यो त बोल भन्यो भने त बोल्दैन क्या यहाँ मलाई देख्न सक्नुहुन्छ ऊ त्यहाँ हेर तिमीलाई देखेको छु म त अघि नै त त्यो खेम दाइले रहेछ मलाई बोलाएर गयो आज टेकदाइ कस्तो स्कुटर लिएर आयो कि मलाई बोलाएर गयो भनेर उता पुग्दा टिका त सब गएछ मेरो त मेरो टिका त सब गएछ तिम्रो तिम्रो झन् छैन हे मम्मीको रहेछ टिका त झला ला 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 आज फुल मुन जुन कत्रो निस्क्यो अहिले निस्किसक्यो आज पूर्णे हो नि त त्यही भएर जुन कत्रो निस्किसकेको क्या आज राति चन्द्रग्रहण हो क्या आज सपनामा हुन्छ होला त्यसमा त दामी दिएको जुन घरको यसो फोटो खिच्छु सँगसँगै ओके फाइनल चाहिँ हामी घर आइपुग्यौँ आजको दिन यतिकै सक्यो मेबी म भोलि त फर्किन्छु होला मेबी भोलि वा पर्सि थाहा छैन फर्किन सक्छु सो यति चाहिँ हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद के कस्तो हुन्छ सल्लाह सुझाव दिनु नबिर्सनु होला जे भयो नि अब के भन्छ आफ्नो के अरे के भन्नु खोजेको थिएँ मेरो तपाईँको माउले मेरो बुढा माउले सो पुग्यो धेरै वर्षपछि सानोमा कहिले गएको थिएँ पुग्यो देखियो हेरियो त्यही भएर आफ्नो पुर्खाकै यताउता त खोज्नुपर्छ क्या हिजोमा भोलिपछि चाहिन्छ नि मर्दा पर्दा त्यही भएर सबलाई थाहा हुनुपर्छ क्या पुर्खाको बारेमा चाहिँ आफ्नो यताउता माउली बुढा माउली आफ्नो सन्तान के कसो यताउता चाहिँ सो त्यसैको लागि मलाई कस्तो जानु मन चाहिँ थियो सो गएँ यति चाहिँ लेखिदिएकोमा धेरै धेरै धन्यवाद उहाँहरू भाउजू नि पारि बाख्रालाई घाँस दिएर आउनुभयो टुक्कर टुक्कर आइछिन् टुक्कर आइछिन् ए यस्तै हो गाउँको मान्छेहरू टिपिकल ल यदि मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने प्लिज 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 सब्सक्राइब गरेर जानु होला लाइक एन्ड सेयर त गर्नु नै हुन्छ थाहा छ सो थ्याङ्क यू सो मच आजको भिडियो यति नै बाई भनेछन् बाई बाई भन नि यहाँ बाई कान्छीलाई माया गरिदिनु सब्सक्राइब गरिदिनु भन न मलाई पो माया गरिदियो यहाँ मोबाइलमा के बोल्न पठायो भने कति नि बोल्दैन नबोल भने पत्र 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 काम छैन ओके बाई 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 जामा बाई हेरेर बस्यो जामा आजको भिडियो यति नै बाई बाई